हेलो साथीहरू अनि के छ हाम्रो साथीहरू खबर सबैजना साथीहरू सन्चै हुनुहुन्छ होला है साथीहरू यही आशा पनि गरेको छु र आज चाहिँ साथीहरू म यो इन्जिनियरिङ तालमा आएको छु है साथीहरू चाहिँ यता जानुभएको छ कि मलाई चाहिँ यसो यो चाहिँ अस्ति घुमिसकेको थिएँ नि त म त त्यही भएर पनि यहाँ बसेर यसो तपाईँहरूसँग गफसफ गर्नु पऱ्यो भनेर आएको क्या साथीहरू र साथीहरू चाहिँ यतापट्टि घुम्दै हुनुहुन्छ यता माथि पनि जानुभएको छ तर म चाहिँ अब अस्ति घुमिसकेको थिएँ यो चाहिँ लगभग तपाईँले अस्तिको मेरो भिडियोमा हेरिसक्नु भएको छ होला होइन साथीहरू त्यस्तै लागेको छ त्यही भएर पनि आज चाहिँ यसो यहाँ बसेर भए पनि तपाईँलाई चाहिँ वरिपरिको वातावरण त पक्कै देखाउँछ नै होइन आज पनि साथीहरूसँग चाहिँ यसो घुम्न आएको क्या साथीहरू अब साथीहरूलाई ल्याउनै पऱ्यो होइन नजिकको यसो घुम्ने ठाउँ अब कहाँ छ भन्नुहुन्छ नि त त्यो भएर पनि साथीहरूसँग आएको छु र साथीहरूलाई लिएर आएको विशेष गरेर चाहिँ त्यस कारण चाहिँ तपाईँलाई पनि यो इन्द्रयणी ताल चाहिँ कस्तो लाग्छ साथीहरू मेरो पहिलो भिडियोमा तपाईँले हेरिसक्नु भएको छ पुरा भिडियो चाहिँ र आज चाहिँ तपाईँलाई यदि बसेर यसरी देखाउँछु ल साथीहरू यता देखाउँछु यता माथिको पनि देखाउँछु साथीहरू होइन तपाईँहरूलाई पक्कै पनि मनपर्छ होला भन्ने लाग्छ है साथीहरू इन्द्रयणी तालमा चाहिँ विशेष गरेर साथीहरू एउटा बोटिङ छ यहाँ पर देख्नुहुन्छ कि साथीहरू देख्नुहुन्न यहाँ एउटा बोटिङ छ बोटिङ पनि गर्न सक्नुहुनेछ है साथीहरू त्यसकारण चाहिँ बोटिङ पनि गर्न सक्नुहुन्छ र आज चाहिँ अलिकति बेलुका पख भएको छ नि त त्यही भएर पनि सायद यहाँ खासै मान्छेहरू हुनुहुन्न अलिअलि मात्रै हुनुहुन्छ क्या साथीहरू र यहाँ चाहिँ अब पैसा लाग्दैन क्या साथीहरू यहाँनिर घुम्नको लागि चाहिँ खासै पैसा लाग्दैन अब खाने ठाउँहरूमा यदि खाजाहरू खानुभयो भने चाहिँ पैसा लाग्छ नत्र त यहाँ वरिपरि घुम्नको लागि चाहिँ खासै पैसा लाग्दैन है साथीहरू आज चाहिँ अलिकति बेलुका भएको कारणले गर्दाखेरि पनि अब मान्छेहरूलाई खासै हुनुहुन्न र पनि साथीहरूलाई चाहिँ अब घुम्नुभएको थिएन नि त मेरो साथीहरूले चाहिँ अनि साथीहरूसँग म घुमिरहेको छु र घुमिरहेको छु भन्दा नि साथीहरू चाहिँ घुम्नुभएको छ म त यहाँ बसेर कुराकानी गरिरहेको छु है साथीहरू यहाँको फुल भिडियो त पक्कै पनि मेरो अघिल्लो भिडियोहरूमा तपाईँले हेरिसक्नु भएको छ होला साथीहरू होइन र यतिको सानो ठाउँमा राम्रो पनि छ है साथीहरू अब पहिले तपाईँले यहाँ आइसक्नु भएको छ भने त तपाईँलाई पक्कै पनि थाहा छ होइन साथी अब थाहा छैन अथवा यो ठाउँमा आउनुभएको छैन भने चाहिँ त्यति थाहा पनि नहुन पनि सक्छ र यो इन्टरनेट ताल चाहिँ विशेष गरेर घुम्नको लागि होइन अनि टिकटक बनाउनको लागि तपाईँहरू रिल्सहरू बनाउनको लागि चाहिँ एकदमै राम्रो ठाउँ पनि रहेको छ है साथीहरू तपाईँहरू चाहिँ आउन सक्नुहुन्छ साथीहरू विशेष गरेर चाहिँ मैले भने टिकटकहरू बनाउनको लागि चाहिँ धेरै आउँछ क्या साथीहरू अब पैसा पनि लाग्दैन नि त अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो ठाउँमा चाहिँ धेरै मात्रामा चाहिँ टिकटकहरू बनाउनको लागि चाहिँ आउने गर्छन् क्या साथीहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ यतादेखि आएको साथीहरू उतापट्टि टिकटक बनाउँदै हुनुहुन्छ साथीहरू होइन अनि त्यही हो साथीहरू अब पहिले पनि त्यही घुम्नको लागि अब साथीहरूसँग यसो मिलेर साथीहरूलाई देखाउनको लागि विशेष गरेर चाहिँ म आएको छु साथीहरू अब पैसा पनि नलाग्ने एकदमै पैसा पनि बस्ने हुन्छ नि त त्यो कारणले गर्दा साथीहरूसँग आएको छु र साथीहरू चाहिँ यसो घुम्दै हुन्छ म त अस्ति पनि आएको थिएँ नि त त्यही भएर पनि खासै आज त यसो तपाईँहरूको लागि हल्का देखाएको मात्रै साथीहरू होइन अब साथीहरू चाहिँ कतिजना साथीहरू चाहिँ अब भिडियोमा नआउने यस्तो कुरा गर्छन् नि त अनि त्यही भएर पनि देखाउनु पनि मिलेन होइन प्राइभेसीको कुरा पनि हुन्छ नि त साथीहरू अब म चाहिँ परे भिडियोमा आउने होइन यस्तो भिडियोमा गफसफ गर्ने हुन्छ नि त अब कतिलाई त यो अब घर परिवार हुन्छ नि त देख्यो भने अलिक अप्ठ्यारो पनि पर्छ ऊ चाहिँ घुम्ने रहेछ भन्ने हुन्छ नि त त्यो भएको कारणले गर्दाखेरि चाहिँ अप्ठ्यारो कसैलाई पनि पार्नु हुँदैन क्या साथीहरू त्यही भएर पनि मैले चाहिँ आफ्नो भिडियोको जो साथीहरू चाहिँ अब भिडियोमा आउन चाहनुहुन्छ उहाँहरूलाई त पक्कै देखाइहाल्छु त भिडियोमा नआउने साथीहरू पनि हुनुहुन्छ क्या साथीहरू अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब त्यस्तो साथीहरूलाई त देखाउनु भएन नि त होइन भरे घर परिवारको कुरा हुन्छ अनि अप्ठ्यारो पर्नुहुन्छ होइन त्यस कारण चाहिँ मैले खासै भिडियोमा साथीहरूलाई देखाइरहेको छैन है साथीहरू केही छैन साथीहरू तर पनि तपाईँको लागि चाहिँ अब विशेष गरेर मैले भनिहालेँ नि देखाइरहेको छु साथीहरूसँग आउनुहुन्छ साथीहरू यदि तपाईँ पनि आउँदै हुनुहुन्छ भने चाहिँ अब पैसा पनि लाग्दैन यो ठाउँमा आउन सक्नुहुनेछ अनि टिकटकहरू बनाउन सक्नुहुनेछ रिल्सहरू बनाउन सक्नुहुनेछ अनि अब यहाँ परसँग अघि पनि देखाउने साथीहरू त्यहाँनिर चाहिँ अब बोटिङ पनि छ है साथीहरू अस्तिमा आउँदा पनि खासै बोटिङ बिग्रिरहेको छ भनिदिनुहुन्थ्यो आज चाहिँ खोइ बिग्रेको छ कि छैन कोही चलाएको छैन मान्छे पनि देख्दिनँ साथीहरू होइन सायद आज त चल्दैछ होला तर म चाहिँ आज चाहिँ खासै अब त्यति इन्ट्रेस्टै छैन साथीहरू पहिलोपल्ट आउँदाखेरि चाहिँ पाइनँ कि साथीहरू त्यही भएर पनि अब अहिले चाहिँ खासै त्यति इन्ट्रेस्टै भएन क्या साथीहरू
अब साथीहरू पनि नचढ्ने भन्छ यस्तो उहाँबाट भिडियोहरू बनाउँदै हुनुहुन्छ साथीहरू टिकटकको लागि। त्यही भएर पनि अब केही समय घुमिसकेपछि यसो खाजा साजा अथवा खास खाने भनेको हामी चटपटे खाने हो। चटपटे यसो खाएर अब फर्किन्छु मलाई साथीहरू होइन। अब धेरै बेर पनि खासै बसिँदैन, बेलुका बेलुका नि भइसक्यो। उतापट्टि हेर्नु न आकाश कहाँ पुगिसक्यो साथीहरू देख्नुभयो, आकाश त्यहाँ पर पुगिसक्यो होइन। आकाशमा सूर्य है फेरि त्यति पर पुगिसकेको छ। त्यही भएर पनि अब यसो तपाईँहरूसँग चाहिँ गफगाफ गर्नको लागि अनि फेरि पनि यो ठाउँमा आएको छ है भनेर जानकारी गराउनु पर्ने त मैले चाहिँ। त्यही भएर पनि तपाईँलाई जानकारी गराउनको लागि चाहिँ यो ठाउँमा म फेरि पनि आएको छु। त्यसकारण तपाईँहरू पनि आउन सक्नुहुन्छ। यदि तपाईँ आउनुभयो भने चाहिँ साथीहरू त आउनुहुन्छ नि, उहाँको लागि पनि म चाहिँ यो ठाउँमा ल्याउनु छ है साथीहरू। किनभने पैसा लाग्दैन, पैसा नलाग्ने ठाउँमा त खुजाउनु परेन साथी, र सबैलाई देखाउनु पर्छ नि त होइन। र यो ठाउँको बारेमा पनि यसो जानकारी पनि हुन्छ क्या साथीहरू तपाईँहरूलाई। त्यस कारण चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ होला साथीहरू। यो ठाउँ पनि त्यत्तिकै है साथीहरू, धेरै राम्रो छ नि किनभने साथीहरू यहाँ देखिरहनु भएको छ नि, यस्तो राम्रो छ है साथीहरू। त माथि झन् यस्तो राम्रो छ क्या, देख्नुभयो नि कस्तो राम्रो देखिन्छ क्या साथीहरू। यहाँदेखि टक्कसँग तपाईँहरू हेर्नुभयो भने चाहिँ एकदमै राम्रो देखिन्छ। अब खासै भिडियोमा त्यस्तै राम्रो आएन होला कि साथीहरू, तर यो सानो ठाउँ भए पनि है साथीहरू एकदमै राम्रो ठाउँ छ है साथीहरू। तपाईँहरू भिडियो बनाउनको लागि चाहिँ एकदमै राम्रो छ। मैले देखिरहेको छु भएको छ नि, यहाँदेखि जस्तै यस्ता मेरो भिडियो बनाउनु भयो भने यति राम्रो देखिन्छ नि साथीहरू। अब मैले पनि पहिले भिडियो बनाएको थिएँ नि त साथीहरू, त्यस कारण चाहिँ तपाईँहरू पनि यो ठाउँमा चाहिँ आउन सक्नुहुन्छ अनि यो ठाउँमा चाहिँ भिडियो बनाउन सक्नुहुन्छ। विशेष गरेर तपाईँले चाहिँ भिडियो बनाउन सक्नुहुनेछ है। म चाहिँ अब भिडियो नै मैले पनि भिडियो नै बनाउँछ साथीहरू होइन। अब तपाईँहरू पनि यो ठाउँमा आएर चाहिँ भिडियो बनाउन सक्नुहुन्छ अनि साथीहरूलाई देखाउन पनि सक्नुहुन्छ है। सानो ठाउँ छ साथीहरू है। यदि अब यहाँ चाहिँ यता तल चाहिँ यो छ नि, यसमा कमलको फुलहरू पनि लगाउनु भएको रहेछ, तर अहिले फुलेको चाहिँ छैन होइन। अब पछि फुलेको बेलामा त राम्रो देखिन्छ। सानो सानो कमलको फुलहरू पनि देखेँ साथीहरू मैले चाहिँ। त्यस कारण चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। मैले भनिहालेँ नि अब सानो सानो ठाउँमा अथवा यस्तो ठाउँहरूलाई पनि अलिकति हामीले पनि अब भिडियो मार्फत देख्यौँ भने अरू साथीहरू पनि त आउनुहुन्छ नि। त्यही भएर पनि मैले चाहिँ खास भिडियो बनाइरहेको छु साथीहरू। जहाँ जान्छु यसो साथीहरूसँग जाँदा गफसफ गर्ने बेलामा चाहिँ मैले पनि यो ठाउँहरूको लागि यसो भिडियो बनाइरहेको हुन्छ कि साथी। यो ठाउँ पनि होइन बिस्तारै बिस्तारै बनाउँदै हुनुहुन्छ नि त। अब एकैचोटि ठुलो एकैचोटि राम्रो हुन्छ भन्ने होइन कि साथीहरू, बिस्तारै बिस्तारै बनाउँदै हुनुहुन्छ होइन। त्यस कारण चाहिँ अझको लगभग 5 वर्ष 10 वर्ष पछाडि अझ राम्रो हुन्छ है साथीहरू यहाँ। किनभने अब बिस्तारै बिस्तारै जे कुरा पनि एकैचोटि राम्रो हुन्छ अथवा ठुलो छ राम्रो छ भन्ने चाहिँ होइन क्या साथीहरू, तर बिस्तारै बिस्तारै यसलाई पनि विकसित गर्दै गयौँ भने अझ राम्रो हुन्छ क्या साथीहरू। त्यस कारण चाहिँ अब बनाउँदै हुनुहुन्छ होइन। यता माथिसम्म पनि छ, अस्ति मैले देखाएँ नि त्यहीसम्म पनि छ क्या, धेरै टाढोसम्म पनि छ अनि त्यो बनाउँदै हुनुहुन्छ। त्यस कारण चाहिँ अझ पनि राम्रो हुन्छ क्या साथीहरू यहाँनिर। अब यतापट्टि पनि बिस्तारै बनाउँदै हुनुहुन्छ, यो साइडमा उतापट्टि पनि यसरी अब होइन बिस्तारै बिस्तारै बनाउँदै हुनुहुन्छ। अहिले त अब भाटाको मात्रै छ नि त, अब पछाडि पक्की बनाएर स्टेप बनाएपछि कति राम्रो देखिन्छ भन्दा साथीहरू। त्यस कारण चाहिँ यहाँ बनिसकेपछि यहाँको त गाउँहरू पनि अब बिस्तारै बिस्तारै बढ्छ नि त होइन। यस्तो राम्रो ठाउँमा पक्कै पनि अब जसलाई पनि मनपर्छ नि त यस्तो ठाउँमा बस्नको लागि। घरदेखि बाहिर यति सुन्दर ठाउँ देखियो छैन त्यो त जसलाई पनि लाग्छ हो किन साथीहरू। त्यस कारण चाहिँ मलाई पनि यस्तो ठाउँ चाहिँ एकदमै मनपर्छ क्या साथीहरू। तपाईँ पनि आउन सक्नुहुनेछ, रमाइलो गर्न सक्नुहुनेछ साथीहरू है। अब बेलुका भएको कारणले गर्दाखेरि चाहिँ अब बोटिङ पनि बन्द गरेको होला साथीहरू। त्यही भएर पनि कोही मान्छे पनि हुन्न क्या साथी, पनि के बेलुका भइसकेको थियो नि त। अब हामी पनि आउँदाखेरि बेलुका भइहाल्यो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यसो अब साथीहरू टिकटक बनाउँदै हुन्छ साथीहरू, अब रिल्सहरू बनाउँदै हुन्छ। म त प्रायः टिकटक रिल्स भन्दा पनि भिडियो बनाउने हो साथीहरू होइन। तपाईँलाई जानकारी गराउने हो नि त यो ठाउँको बारेमा, यो ठाउँ कस्तो छ, यो ठाउँलाई पनि त अलिकति प्रबन्धन गर्नु पऱ्यो नि त साथीहरू होइन। अनि त्यस कारण चाहिँ म त्यतिर नि त अगाडि बढिरहेको छु क्या साथीहरू। अब जहाँ जान्छु भिडियोहरू बनाउँछु लगाउँछु युट्युबमा। तपाईँले पनि मेरो युट्युबमा अलिकति भए पनि हेरिरहनु भएको छ साथीहरू होइन। हेर्नु होला साथीहरू होइन। जे कुरा पनि हामी सुरुवातमा अब कसैले पनि चिनेको हुँदैन नि त, बिस्तारै बिस्तारै साथीहरूले चिन्नुहुन्छ अनि तपाईँले पनि माया गर्नुहुन्छ भन्ने लागेको छ क्या साथीहरू मलाई। अब अहिले त खासै अब मेरो पनि सुरुवात कालमा कसैले पनि चिन्दैन, गाह्रै हुन्छ नि त होइन साथीहरू। भिडियोहरू कति कुराहरू चाहिँ अब भिडियो राम्रो हुँदा पनि चलिरहेको हुँदैन साथी। तर केही छैन साथीहरू, म त भिडियो बनाउन छोड्दिनँ है साथीहरू। तपाईँले
हेर्नु चाहिँ हेर्नु होला साथीहरू होइन, तर हेर्नै पर्छ भने पनि होइन, तर फुर्सदमा यसो भिडियो चाहिँ हेर्नु होला साथीहरू होइन। म बनाउँदै जाँदैछु जति पनि भिडियोहरू चाहिँ म जहाँ जान्छु, जे काम गर्छु पक्कै पनि तपाईँलाई मैले भिडियो मार्फत चाहिँ जानकारी गराइरहेको छु नि त। अनि त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू पनि भिडियो हेर्न चाहिँ नबिर्सनु होला है साथीहरू। बिर्सनु भयो नि भिडियो हेर्नु त, सबैजना साथीले भिडियो हेर्दै जानु होला, माया गर्दै जानु होला भन्न चाहन्छु है साथीहरू। आफ्नो क्षेत्रको बारेमा तपाईँले पनि भिडियो बनाउन सक्नुहुन्छ, आफ्नो ठाउँको आफ्नो गाउँको बारेमा पनि भिडियो बनाउन सक्नुहुन्छ कि साथीहरू। किनभने माया गर्नु पऱ्यो नि त आफ्नो ठाउँलाई, त्यस कारण चाहिँ तपाईँहरू पनि भिडियो बनाउनु होला साथीहरू। अब यहाँ पनि बिस्तारै यसरी बनाउँदैछ नि त, टक्कसँगले यो यसरी बनाउँदैछ होइन। यो साइडमा हिँड्नको लागि पनि यसरी बनाइराखेको छ होइन। अनि अब यतापट्टि देखि अस्ति पनि देखिहालेको छु मैले होइन, तपाईँहरू हेर्न सक्नुहुन्छ। यस्तो राम्रै छ त साथीहरू होइन, सानो ठाउँमा भए पनि मलाई त मनपर्छ साथीहरू। किनभने ठुलो एरियामा सबै कुरा अब बिस्तारै बिस्तारै बनाउँदै हुनेछ नि त साथीहरू होइन। अनि एकैचोटि धेरै हुन्छ भन्ने पनि होइन नि त साथीहरू, बिस्तारै बिस्तारै बनाउँदै हुनुहुन्छ। अब मैले अस्ति त यता माथि बनाउँदै हुनुहुन्थ्यो नि साथीहरू, अब आज त खासै मैले देखेको छुइनँ, सायद बनाउँदै हुनुहुन्छ होला भन्ने आशा लागेको छ। यस्तै हो साथीहरू, आज चाहिँ अब खासै मैले त्यस्तो विशेष भिडियो चाहिँ अब छैन साथीहरू, र पनि यसो आएको बेलामा चाहिँ भिडियो बनाइहालौँ न भन्ने मेरो रहर भनौँ न र इच्छा भएको कारणले गर्दाखेरि चाहिँ मैले भिडियो बनाइरहेको छु है साथीहरू। तपाईँहरू पनि हेर्न सक्नुहुनेछ र यही हो साथीहरू, तपाईँहरू पनि आउनु होला। तपाईँहरू विशेष गरेर जो मेरा साथीहरू हुन्छ नि आउनुभयो भने चाहिँ यहाँ तपाईँलाई पक्कै पनि म देखाउँछु है साथीहरू। यो ठाउँमा लिएर तपाईँलाई यो ठाउँमा भिडियो चाहिँ पक्कै पनि बनाउनु लगाउँछु साथीहरू, सबैले बनाउनुहुन्छ नि त। त्यस कारण चाहिँ सबैजना साथीले भिडियो हेरिदिनु होला भन्न चाहन्छु ल साथीहरू। माया पनि गर्नु होला है साथीहरू, माया गर्नु त बिर्सनु भएन नि साथीहरू, सबैले माया गर्नु पऱ्यो, भिडियो बनाउनु पऱ्यो साथीहरू। यही हो साथीहरू। अब भने चाहिँ निकै अँधेरो भइसक्यो साथीहरू, म निकै उयोसँग यसो गफ गरिरहेको छु तपाईँहरूसँग, अँधेरो भइसक्यो। अब भने चाहिँ हामी जानै बेला भइसकेको छ, केही छैन साथीहरू। र साथीहरू अब भने चाहिँ हामी घरतिर लाग्ने छौँ ल साथीहरू। ल सबैजना साथीले जो साथीले मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। र सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सबैजना साथीले सब्सक्राइब गरिदिनुहोस् साथीहरू। सबैजना साथीले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। यस्तो भिडियो लिएर फेरि पनि म आउने बाटो सहित अहिले भने बिदा दिन चाहन्छु। हस् त, नमस्कार सबैजना साथीलाई, बाई बाई ल साथीहरू। स्वस्थ रहनु होला अनि व्यस्त रहनु होला, सबैलाई बाई साथी।